एक दशक लामो सशस्त्र द्वन्द्वपछि 2064 सालमा नेपालले राजतन्त्र हटायो। अनलाइन विरोधको आवाज चर्केको देखेर आत्तिएको सरकारले भदौ 19 गते एक कठोर निर्णय लियो। 58 मिनेटमा प्रदर्शनकारी र हतियारधारी प्रहरीहरू आमुने सामुने हुन्छन्। अधिकांश भीड शान्त छ, तर अग्रपन्थीमा तनाव छत्ताछुल्ल भएर हिंसा भयो। प्रहरी अलमल्ल बनेको छ। गोली लाग्ने व्यक्ति 27 वर्षे कमल घिमिरे हुन्। 1:48 मा हामी उनलाई ठिक सडक पारी भेट्छौं। यो कमलको आफ्नै व्यक्ति र कमललाई गोली लागेको क्षण। उनको मेडिकल रिपोर्टका अनुसार गोली उनको बायाँ काखी मुनिबाट घुसेर पिठ्यूबाट बाहिर निस्के र रगत बगाउँदै ज्यान गुमाइरहेका योगेन्द्रलाई देख्छौं। यस क्यामेरा एंगलले उनलाई कसले गोली हान्यो भन्ने देखाउँदैन। हाम्रा प्रहरी सूत्रका अनुसार यो आदेश कल साइन किलो 1 बाट प्रहरी रेडियो मार्फत आएको थियो। भवन जलाइन्छन्। सत्ता निकट ठानिएका व्यक्तिहरूको निजी सम्पत्ति पनि तारोमा पर्छन्। त्यो हिंसा तत्क्षण इन्टरनेटमा फैलिन्छ। भीड सर्वोच्च अदालत भित्र प्रवेश गर्छ। तल्लो दर्जाका सुरक्षाकर्मी अब भीडको निशानमा पर्छन्। ती मध्ये केहीको वर्दी च्यातिन्छ, सार्वजनिक बेइज्जती गरिन्छ। एक कनिष्ठ अधिकारीले आफूलाई कमान्डरहरूले अल्पत्र पारेको महसुस भएको बताए। जनी र विध्वंसका घटना पछाडि केही राजनीतिक समूहहरूको हात रहेको आक्षेप व्यापक रूपमा फैलिएको थियो, तर हामीले न ती आक्षेपका सत्यता पुष्टि गर्न सक्यौं न तिनलाई नकार्न सक्यौं। हिंसा काठमाडौँ बाहिर फैलिन्छ, देशभरि छाउँछ। बढी कैदीबन्दी कारागार फोडेर राख्छ। 3 जना प्रहरीहरू मारिन्छन् र कम्तीमा 50 जना अरू नेपालीले ज्यान गुमाउँछन्। राति 9 बजे मात्रै सेना सक्रिय हुन्छ। यस विषम परिस्थितिबाट राष्ट्रलाई शान्तिपूर्ण तवरले निकास दिनको लागि आन्दोलनरत समूहलाई आन्दोलनका कार्यक्रमहरू स्थगन गरी भदौ 27 गते नेपालले नयाँ प्रधानमन्त्री पायो। नेपाल हाँक्ने पदमा प्रथम महिला। उनको मुख्य जिम्मेवारी नयाँ निर्वाचन र भदौ 23 र 24 गतेका घटनाबारे अझैसम्म जारी छानबिनलाई सम्पन्न गराउने। हाम्रा स्रोतका अनुसार बल प्रयोग गर्ने आदेश नेपाल प्रहरीका सर्वोच्च अधिकारीबाट आएको थियो। कल साइन पिटो 1 तत्कालीन आइजिपी चन्द्रकुबेर खापुङबाट। जिम्मेवार हुनुपर्छ भने कुन देशमा जिम्मेवार को होस्? रङ्गभेदका कारणले घाँटी थिचिएर मर्दा राष्ट्रपति जिम्मेवार हुन्छ कि? प्रहरी र नेताले जिम्मेवारी पन्छाइरहँदा घटनामा ज्यान गुमाएका व्यक्तिका परिवार शोकमा डुबेका छन्। शङ्का खोइरहेको छु। कतिखेर आउँछ छिटो आइज, मेरो मनमा त्यही मात्रै घुमिरहेको छ। स्कुलको ड्रेसमा मात्रै झझल्को आउँछ, ब्याग बोकेर आइपुग्छ भनेर।